हामी मधुगङ्गा आइपुगेर दर्शन गरेर हामी फर्केका छौँ र अहिले हाम्रो घडीमा चाहिँ 5:37 गएको छ। यहाँबाट अब हामी धनकुटा रुम फर्किँदैछौँ। सर गल्नु भएको छ, खुट्टा गले पनि मन गलेको छैन भन्नुभएको छ। यति चाहिँ अब आशा छ हामी पुग्छौँ टाइममा, हामी फाइनल्ली पुग्छौँ टाइममा। अनि त्यही हो, अलिकति खुट्टा दुखेछ। खुट्टा दुखे पनि हामीले हार मान्ने मान्छेवाला होइनौँ हामी। ल हामी चाहिँ यहाँका सम्पूर्ण कर्महरू सकेर लाग्यो अब बाटो। पुरा हाइवे छ, पिच छ, मधुगङ्गा जाने बाटो। तपाईँहरू कार लिएर आउन सक्नुहुन्छ, देख्नुभयो? पिच छ, पिच। 2 लेनको बाटो। 2 लेनको बाटो छ। त्यहाँदेखि यस्तो पिच छ, पिच। हिलो त छिरिक्क लाग्दैन, त्यही माथि यत्रो हाइवे छ। हाइवे भएपछि त के लाग्छ र, लाग्ने कुरै भएन। रमाइलो भयो यात्रा। त्यहाँ माथि अहिले त मौसम पनि एकदमै क्लियर छ, शीतल मौसम छ। भनिदिनु सर, आजको यात्रा कस्तो भयो? हामी लगभग यहाँको 1 घन्टा बसाइ भयो। हामी यहाँ दर्शन गरियो। दर्शन गरिसके पछाडि हामी फर्क्यौँ। अब हामी चाहिँ रुम फर्किँदैछौँ धनकुटा। धनकुटा पुगेपछि चाहिँ लाग्छ खुट्टा एकदमै धेरै दुख्छ, गलेका छौँ हामी। अनि त्यही हो, आजको दिन चाहिँ एकदमै रमाइलो भयो। टोटल 4 घन्टाको पैदल यात्रापछि हामी यहाँ आइपुगेका थियौँ र यहाँ 1 घन्टा बसाइ भयो। अब कति घन्टा लाग्छ हामीलाई पुग्न थाहा छैन। ल 4 घन्टा नै लाग्छ अथवा 3 घन्टामा हामी पुग्छौँ, थाहा छैन। अनि यस्तो छ यहाँको गाउँ, इन्भाइरोमेन्ट। अनि हाम्रो सरले चाहिँ के भन्नु, सरको ऊर्जा देखेर म त चकित खाएको छु। अनि मुहार तपाईँको त अब फोन कति आउँछ। तपाईँ व्यस्त मान्छे, तपाईँका फोनहरू आइरहन्छन्। तपाईँलाई हो त्यस्तो थाहा भएन होला, रेस्पोन्स गरिदिनुहोस् के भयो त अब। अनि सर खुट्टा कतिको दुखेछ? आज गलियो। बिहान हामीले लगभग 3 घन्टा हिँड्यौँ। हामी चुलीवनको यात्रा। त्यसपछि हामी भनेपछि हाम्रो त आज फुल्ली डे नै हाम्रो त हिँड्ने दिन छ है। हामी 8:30 बजीदेखि निस्केर हामी 10 कति 10:30 बजीसम्म त हामी चुली टोटली 2 घन्टा त हामी त्यहाँ पनि हिँडिसकेका थियौँ। अनि त्यसपछि लगभग हामी 1 बजे निस्केका मान्छे हो। खानासाना खाएर नुहाइधुवाइ गरेर निस्केका मान्छे हामी। 1 बजे निस्किँदाखेरि हामी कति 4:30 बजे आइपुग्यौँ कति हो। 4:30 बजे हामी यहाँ मधुगङ्गा आइपुगेका थियौँ। भिरगाउँमा रहेको मधुगङ्गा धार्मिक स्थल। अनि केही समय यसो दर्शन गरियो। अहिले ठ्याक्कै 6:45 हुन आँट्यो। 5 बजेर होला, 6 बजेर होइन होला। 5 बजेर 5:45 हुन लाग्दा हामी लगभग अब निस्क्यौँ। अबको यात्रा करिब त्यही 2-2.5 घन्टा हुन्छ होला होइन। त्यतिमा हामी लगभग अब पुग्ने योजना हाम्रो। हामी तीव्र गतिमा चाहिँ हाम्रो रफ्तार बढाउने छौँ। दिउँसो अलिक घाम पनि लागेको थियो। हामीले बाटो पनि अलि असहज भयो, नयाँ ठाउँ हो। यता माथि त केराघारी पनि छ धेरै। खुट्टा चाहिँ लास्टै दुखेको छ। बिहानको हिँडाइले पनि हो। अहिलेकोले मात्रै त त्यति दुख्ने थिएन होला। बिहान पनि हामी मर्निङ वाकमा गएको थियौँ।
2 घन्टे मर्निङ वाक। त्यसले गर्दा पनि हाम्रो खुट्टा दुखेको थियो अनि त्यही भएर चाहिँ यो यात्रा आजको तर हामी फुल्ली हेर्नुहोस् पिच बाटोमा छौँ। भिरगाउँमा पनि हामी फुल्ली कार। तपाईँहरू पनि आउन सक्नुहुनेछ। तपाईँहरू पनि ट्रेकिङ आउनुहुन्छ भने आउनुहोस् भिरगाउँको मधुगङ्गामा। मस्त हिँडेर गाडी लिएर आरामसँग आउन सक्नुहुनेछ तपाईँहरू। हो एकदम हाइवे देख्नुहोस्। हाम्रो पछाडि कस्तो बाटो देखिरहेछ, पिच बाटो देखिरहेछ। ढुक्क भएर आउँदा हुन्छ तपाईँहरू। मन्दिर अहिले पुरै व्यवस्थित भइसकेको छ। बर्खाको समयमा पनि हो हामीले सोचे भन्दा धेरै राम्रो नै पायौँ हामीले मन्दिरको व्यवस्थापन चाहिँ। जुन हामीले सरको त पहिलोचोटि, मेरो पहिलोचोटि हो। मेरो चाहिँ दोस्रोचोटि हो। र म पहिलोचोटि आउँदाखेरि केही थिएन, त्यहाँनिर भित्रनिर त्यस्तो केही पनि थिएन, साधारण थियो। अहिले पछिल्लो समय चाहिँ भवनहरू बनेर यताउता सबै व्यवस्थापन एकदमै राम्रो बनिसकेको रहेछ। बाटोघाटो पनि राम्रो। बाटो पनि राम्रो। तपाईँहरू हिलेदेखि गाडीमा आउँदाखेरि लगभग कति लाग्ला? 15-20 मिनट? गाडीमा 20 मिनट 25 मिनट लगभग त्यति न ठ्याक्कै आइपुगिन्छ, किनकि यो पक्की बाटो हो। पक्की बाटो मात्रै होइन सर, पिच बाटो। मैले देखाइरहेको छु पछाडि पुरै पिच, पुरै पक्की बाटो त कुरै नगर्नुहोस्, पिच बाटो पिच। त्यही हो। अब भोक लागेको थियो, खाइयो, खाएर टन्न भइयो। अब हाम्रो फुल इनर्जी आइसक्यो। अब इनर्जी आइसके पछाडि हामी चाहिँ द्रुत गतिमा अब हामी चाहिँ लाग्दैछौँ हाम्रो गन्तव्य स्थलतिर। यात्रा सोचे अनुरूप भयो कि भएन सर? एकदम रमाइलो भयो। रमाइलो भयो। रमाइलो भयो। अनुकूल मिल्यो भने हामी फेरि कुनै समय वातावरण पनि एकदम आजको दिनको एकदम खतरा छ। हो शीतल, एकदम शीतल छ। यतिको राम्रो हो। दामी छ। यतापट्टिको भ्यू हामीले देखाउन सक्छौँ। बर्खाको सिजन, पानी घाम पानीले पनि साथ दिएको छ, एकदम राम्रो छ। अन्त्यमा के भन्न चाहनुहुन्छ आजको यात्रामा? अब हामीलाई दर्शन गऱ्यौँ भगवानको। हामीले आशा राखेका छौँ हामीले जुन दर्शन गर्ने अवसर पाउनु नै ठुलो कुरा हो। हामीले दर्शन गर्न पायौँ भगवानको। त्यसपछि तपाईँहरू पनि आउन सक्नुहुनेछ। आउनुहोस्, दर्शन गर्नुहोस् अनि जानुहोस्, आफ्नो मनोकांक्षा पुरा गर्नुहोस् अनि फर्किनुहोस्। फर्किनुहोस्। ओके, बाई बाई। बाई बाई गरिदिनु। बाई बाई सर।